नमस्कार, स्वागत छ तपाईलाई आजको ताजा खबरमा। आजको मिति अनुसार नेपाल र विश्वका 20वटा महत्त्वपूर्ण समाचार हेर्नुहोस्। प्रधानमन्त्रीले आज देशको वर्तमान अवस्था र आगामी योजनाबारे राष्ट्रलाई सम्बोधन गर्नुभएको छ। आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक पुनः स्थगित गरिएको छ। सरकारी बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्। खाद्यान्न र इन्धनको मूल्य बढ्दै जाँदा सर्वसाधारण मारमा परेका छन्। केही बैंकहरूले बचत तथा कर्जाको ब्याज दर समायोजन गरेका छन्। मलेसिया र खाडी मुलुकमा जाने नेपाली कामदारका लागि नयाँ सूचना जारी गरिएको छ। विदेश पठाइदिने नाममा ठगी गर्ने गिरोह पक्राउ परेको छ। आज देशका पहाडी क्षेत्रमा आंशिक बदली र केही ठाउँमा वर्षाको सम्भावना छ। देशका विभिन्न स्थानमा भएका दुर्घटनामा 6 जनाको ज्यान गएको छ। एसई तथा कक्षा 12 को परीक्षा सम्बन्धी नयाँ निर्णय सार्वजनिक भएको छ। मौसमी रोगका बिरामी बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। अख्तियारले ठूला भ्रष्टाचार मुद्दामा अनुसन्धान तीव्र पारेको छ। किसानले मल र बिउको अभावको गुनासो गरेका छन्। पर्यटक आगमन बढ्दै गएपछि पर्यटन व्यवसायी खुसी देखिएका छन्। नेपाली क्रिकेट टिमले आगामी सिरिजका लागि तयारी सुरु गरेको छ। नयाँ नेपाली फिल्म र गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। आज सामाजिक सञ्जालमा एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ। विश्वका केही देशमा राजनीतिक तनाव बढ्दै गएको खबर आएको छ। यस्ता ताजा समाचार हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक र शेयर गर्न नबिर्सनुहोला। भोलि फेरि नयाँ खबर सहित भेटौँला। धन्यवाद।